इलाका किसी का भी हो धमाका मेरा ही चलेगा भन्ने श्रेय हेर्नुहुन्छ भने झापा पासले क्रिएट गरिसकेको छ। यस पालिको फाल्गुन 21 गतेको निर्वाचनले बालेनको क्रेजले देखाएको छ इलाकाले फरक पर्दैन, धमाका गर्नवाला मान्छेमा दम्भ हुनुपर्छ। उहाँले आज यस पालिको निर्वाचनले तटस्थ र सही यो रिजल्टले देखाइसकेको छ। दर्शकबिन तपाईहरुलाई एउटा कुरा जानकारी गरौँ, हिजो अस्तिसम्म पार्टीहरू बोलाइसकेका थिए, पुराना दलहरू भन्नुपर्छ, पत्रकार समक्ष बोल्न मानिरहेको थिएन। पत्रकारले क्वेशन गर्दा फर्काउने गरिन्थ्यो। त्यो बौलाएको फलस्वरूप आजको निर्वाचनले यो निर्वाचनले सबैलाई देखाइसकेको छ रिजल्ट के भएको छ। जुन पार्टीहरूमा घमण्ड पलाएको थियो, जुन पार्टीहरूले बोल्ने शैली थियो, जुन पार्टीको अध्यक्षहरूदेखि लिएर सानो सानो कार्यकर्ताहरूले पनि आफूलाई ठुलो नेता सरह मान्ने गरिन्थ्यो, त्यसकोहरूको लागि ठ्याक्कै गालामा चमेटा लागे जस्तो भएको छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीले 2/3 भन्दा बढी बहुमत ल्याएर यसपालि देशको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउँदैछ। यो अब की बार बालेन सरकार भनेर भनिएको थियो, यो बालेन हुँदैछ, बालेनमै देश भइसकेको छ र त्यो रिजल्टले देखाइसकेको छ। दर्शक तपाईहरुलाई एउटा कुरा अझै भन्दियौं, हिजो अस्तिसम्म जुन कुराको डर थियो मान्छेहरुमा, त्यो डर आज सही साबित भएको छ। किनभने जुन डर थियो नि पुरानो पार्टीहरूको घमण्ड प्रतिको, पुरानो पार्टीहरूको जुन शब्दहरू प्रतिको, त्यो शब्दहरूले आज एउटा मोड पाएको छ। जबसम्म यो नेपाल भनेको सानो भूगोल भएको देश भन्छन्, यहाँ त सुन्दर शान्त र विशाल हाम्रो देश भनेर भनिएको थियो। अब त्यो देशहरूलाई सुन्दर भन्दा राम्रो नराम्रो बनाइदिएको थियो, शान्त भन्नु पर्दाखेरि अराजक बनाइदिएको थियो र विशाल भन्नु पर्दाखेरि त्यो विशाल कहाँ हराएको थियो भन्ने कुराहरू म अहिले भन्दिन, त्यो कुराहरू तपाईहरुलाई अवगत नै हुनुपर्छ। अब म के राजनीतिक परिवेशको कुरा गर्न गइरहेको छु। राजनीतिक परिवेशमा जुन 62-63 तिर माओवादीको जनयुद्ध भएको थियो, त्यसपछि 2/3 बहुमत माओवादी केन्द्रले पनि ल्याउनु भएकै थियो, जुन प्रचण्डजीको नेतृत्वमा भएको थियो। र उहाँहरूले पनि आजको दिनमा हेर्नुहुन्छ भने उहाँको अवस्था के छ र पुरानो 79 मा या 74 मा कस्तो अवस्था थियो भन्ने कुराहरू भन्नु पर्दैन, घटेरै गएको थियो। त्यो एउटा सिख हो राष्ट्रिय स्वतन्त्र पार्टीको लागि। राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले भन्नु पर्दाखेरि जुनसुकै नेता, जुनसुकै ठाउँबाट, जुनसुकै क्षेत्रबाट लडेको नेताहरू थियो, उहाँको आफ्नो लेभलमा क्वालिटी के थियो, आफ्नो बोल्ने शैली के थियो, आफ्नो गर्ने प्रतिको इमानदारिता कतिको थियो, उहाँको पास्ट के थियो, उहाँको प्रेजेन्ट के थियो भन्ने कुराहरू सबै मारिएर बालेनको मुख हेरेर मत परेको छ भन्ने कुरा कस्तै दुई मत छैन। तर तपाईहरुलाई जानकारी गरौँ, अब राष्ट्रिय स्वतन्त्र पार्टी जतिकै एउटा भनौँ न रेसमा अगाडि रहेको छ, त्यति नै चुनौतीपूर्ण पनि ठाउँ रहेको छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनमा गर्ने के, कसरी काम गर्ने, उहाँहरूको योजनाहरू जुन पम्पलेटमा लेखिएको छ, वाचा पत्र लेखिएको थियो, त्यो के गर्ने। किनभने जनकपुर धामको त्रितिया गाछीमा परिवर्तनको उद्घोष सभा उहाँहरूले गर्नुभएको थियो र त्यो परिवर्तनको उद्घोष सभाको देन पनि आज भन्न सकिन्छ यो देशको अवस्थामा परिवर्तन भएको छ। यो परिवर्तन फेरि विगत जस्तो नै नेताहरूको लागि हुने हो कि जनताहरूको लागि हुने हो भन्ने ठुलो प्रश्न चिन्ह अहिले पनि छँदैछ जनताहरूको माझ। र तपाईहरुलाई एउटा कुरा भनौँ, राष्ट्रिय स्वतन्त्र पार्टी भन्ने बित्तिकै बालेनको नाम झल्किन्छ। त्यो भनिरहँदा मलाई दुःख लाग्दैन, मलाई कतै यसो डर त्रास लाग्दैन। तर लोकतन्त्रको गहना भनेको सबैको भनौँ न पारदर्शिता, इमानदारिता र बोल्ने स्वतन्त्र बोल्ने अभिव्यक्तिको कुराहरू आउँछ। र हिजो अस्तिसम्म जुन पुराना दलहरूले गर्यो त्यही आज यदि नयाँ दलले गर्न थाल्यो भने फेरि के हुन्छ। म हिजो अस्तिसम्म एउटा कुरा हेरेको थिएँ, पत्रकारलाई जसरी पनि अब तपाईँ झापा पासमा हार्नुहुन्छ भनेर क्वेसन सोद्धा केपी शर्मा ओलीज्यूलाई कसो कुरा गर्नु भएको, बोलाउनु भएको पत्रकारले नै भनिदिँदै थियो। र त्यस्तो अवस्थाहरूले गर्दा आज के कस्तो छ छर्लङ्ग देखिएकै छ। तर एउटा अनुरोध गर्न चाहे, 2/3 को सरकार राष्ट्रिय स्वतन्त्र पार्टी 2/3 भन्दा पनि ठुलो बहुमतको सरकार जताततै अहिले सांसद राष्ट्रिय स्वतन्त्र पार्टीकै। अब देशमा परिवर्तनको दियो बल्छ भन्ने पनि आशा छ, तर त्यो दियो पोजिटिभ बल्छ कि कहीँ कतै धेरै कुराहरू आइरहेको छ, त्यो कुराहरू गरिरहँदा हुन सक्छ मलाई फेरि कमेन्टमा गालीहरू आउन थाल्छ।
तर म तपाईहरुलाई एउटा कुरा भनौं, हिजो अस्तिसम्म जुन कमेन्टहरु हेर्दै थियौं हामी, त्यो अलिअलि डर पनि लाग्दैछ बोल्नको निम्ति। तर कमेन्टबाट डराउने हामी एउटा यस्तो खालको पत्रकार होइन। हामी बोलिरहँदा तपाईहरुलाई भन्दियौं, हिजो अस्तिसम्म जुन पारा थियो, जुन उहाँहरुको बोल्ने शैली थियो, त्यो बोल्ने शैलीहरु यदि परिवर्तन भएन नयाँ नेतृत्वहरुमा, नयाँ सांसदज्यूहरुमा, नयाँ मन्त्रीज्यूहरुमा र हाम्रो आदरणीय बालेन्द्र शाह प्रधानमन्त्रीज्यूमा पाइकता आएन भने फेरि भोलिको दिन यसो दूर छैन, टाढा छैन कि भोलिको दिन फेरि यो माओवादीहरु जस्तो हुँदैन, मधेसको दलहरु जस्तो हुँदैन भन्ने भन्न सकिएन। किनभने सबै पार्टी दलहरु आन्दोलनबाट आएको पार्टीहरु थियो र कुनै दिन यस्तो थियो कि भेरिया धसान भन्छौं नि हामी मधेसीमा, त्यस्तो अवस्थामा जो जस्ताबाट उड्दिन्थ्यो त्यो जित्ने सुनिश्चित नै हुन्थ्यो। त्यस्तै आजको दिनमा भएको छ। तर त्यसलाई थाम्न नसक्ने उहाँहरु हुनुहुन्थ्यो। अब राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यसलाई थाम्छ कि थाम्न सक्दैन भन्ने प्रश्नहरु जताततै यसले चिया पसलदेखि नास्ता पसलसम्म त्यहीको गुन्जेमान छ। एउटा कुरा जानकारी गराउँ तपाईहरुलाई, अब हिजो अस्तिसम्म पत्रकार भएका रवि लामिछाने आफू पुरानो नेतृत्वहरुप्रति, नेताहरुप्रति ठूलो चर्को स्वरमा प्रश्न गर्न पाउने गर्दै पनि थियो र धेरै कुराहरु बोलेको कुराहरु म भन्दिन। तर यदि अब पत्रकारले प्रश्न गर्न सोध्न जाँदा यदि पत्रकारहरुमाथि केही यस्तो भयो भने त्यसको जिम्मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्छ। किनभने तपाईको प्रतिपक्षको अब नेता उभिने जतिको छैन। तपाईको प्रतिपक्षमा पत्रकार नै हुनेछ, तपाईको प्रतिपक्षमा यही जनता नै हुनेछ। यदि तपाईहरु पनि यो 2/3 को बहुमतको यदि श्रेय हेर्न थाल्नुभयो भने, पुरानै दल जस्तो गर्न थाल्नुभयो भने तपाईहरुको पनि हालत के हुन्छ भन्ने भन्न सकिएन। आफ्नै घमण्डको कारणले, आफ्नै रवैयाको कारणले पुरानो दलहरु आज मिट्टीमा मिलेको छ। त्यस्तै नयाँ नेतृत्वहरु जो माथि विश्वास गरेको छ, आशा गरेको छ, भरोसा गरेको छ, यो एउटा सानो जित होइन, यो जनताहरुको आशा र भरोसाको किरण हो। यो भरोसा र आशाको किरणलाई कसैले तोड्दैन भन्ने पनि हामी सुनिश्चित र आग्रह गर्न चाहन्छौं कि तपाईहरुले कम से कम यसपालि जुन जनताको आशा भरोसाको किरण बनेको छ राष्ट्रिय स्वतन्त्र पार्टी पनि जुनै जोगी आयो जस्ताको त्यस्तै भन्ने जस्तो नहोस् भन्ने पनि आग्रह गर्न चाहन्छु। 10औं औला जोडेर तपाईहरुलाई एउटा कुरा अझै भनौं, म रिपोर्टिङ गरिरहँदा धेरै जसोले के भन्दै थियो भने बालेनको क्रेज सोशल मिडियासम्म मात्रै छ, तर ब्यालेटले रिजल्ट मत परिणामले भन्दैछ उहाँको सचिकैमा मात्र सोशल मिडिया होइन, उहाँको क्रेज त पम्पलेटमा पनि रहेको छ, उहाँको मत परिणाममा पनि उहाँको अवस्था भनिसकेको छ, हेराइसकेको छ। अब प्रुभ नै छ, त्यो भन्नु परेन। म तपाईहरुलाई के भन्दियौं भने नेता जेसुकै होस्, नेताको काम भनेको सेवा हो, पेशा होइन। तर यदि नयाँ दलहरु, नयाँ नेतृत्वहरु माथि पनि प्रश्नहरु उब्जिन थाल्छ भने फेरि जनताले अर्को बाटो या अर्को बाटो कहाँ रोज्ने भन्ने प्रश्नहरु पनि छ। यसपालि नयाँ परिवर्तन भएको छ, युवाहरुको आगमन भएको छ, नयाँ संसद भवनमा नयाँ युवाहरु छिर्दैछ र आशा गरौं हाम्रो देश नेपाल सुन्दर शान्त विशाल झै बन्ने छ भन्ने पनि हामी आशा गर्दैछौं, जनताले आशा गर्दैछन्। तर जनताको अभिव्यक्ति तपाईहरुलाई सुन्नुपर्छ भनेर पनि भन्न चाहन्छु। किनभने मैले 2-4वटा कुराहरु हेरे, नाम त अहिले भन्दिन, हेर्दै जाउँ, दिन दिहारे हेर्छौं। अब मान्यज्यूहरुसँग नयाँ मान्य बनेको छ नि, उहाँहरुसँग क्वेशन गर्न खोज्दा उहाँहरुसँग म विगतमा हार्ड क्वेशन गरिदिएको थिए अरे, उहाँसँग क्वेशन गर्न पनि नपाउने। ठीक छ, चुपचाप घन्टी छाप त भएकै हो यसपालि, तर चुपचाप तपाईहरु अभिव्यक्ति दिन सक्नुहुन्न भन्ने कुरा पनि छ। तपाईहरु अभिव्यक्ति कम से कम स्पष्टताको साथ दिनु, यो लोकतन्त्रको गहना हो। तपाईसँग प्रश्न गर्न सक्छ कि सक्दैन, पत्रकार मात्र होइन, आम नागरिक पनि तपाईहरुसँग प्रश्न गर्न सकियोस् भन्ने वातावरण पनि बनाइदिनु। र हिजो अस्तिसम्म त कार्यकर्ता पाल्ने काम भएकै थियो, आफ्नो आफन्त एल्चा बेल्चाहरु पाल्ने काम भएकै थियो। अब नयाँ नेतृत्वले, नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले 2/3 भन्दा बढी बहुमत ल्याएर अहिले संसद भवनमा जाँदै हुनुहुन्छ, प्रधानमन्त्री बन्दै हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीबाट भावी प्रधानमन्त्री बालेन्द्र शाहजी। उहाँले शुभकामना दिन चाहन्छु र सबैको आशा र भरोसाको किरण बालेन्द्र शाहजी हुनुहुन्छ, तपाईलाई शुभकामना दिँदैछु। तर तपाई पनि, तपाईको पार्टी पनि, तपाईको जुन सांसदज्यूहरु छ उहाँहरु पनि हिजो अस्तिकै नेताजीहरु जस्तो घमण्डमा नपर्दियोस्। यदि घमण्डमा पर्यो भने मेबी हुन सक्छ
घमण्ड त के भनौँ, यतिको ठाटबाट जमाएको नेताजीहरूको रहेन भन्ने फेरि नयाँ उदाएको पार्टी हो। आई होप अब नेपाल राम्रो बन्नेछ, नेपाल बेटर बन्नेछ र यसपालि लिजेन्डरी व्यक्तिहरू आगमन भएको छ संसदमा, संसद भवनमा। त्यो कुराहरू परिचय दिनेछ। त्यो कुराले हुँदैन, त्यो कामले हेराउने पाटो हो, त्यो हेराउनुहुन्छ भन्ने पनि आशा गर्दछौँ। हस्त धन्यवाद, बढी भन्दिन। म यति मात्र भन्न चाहन्छु कि जुन जसरी इलाका किसी का भी हो धमाका मेरा होगा तपाईले हेराउनु भयो बालेन शाहज्यू, त्यस्तै काम पनि गर्नुहोला। इलाका कुनै पार्टी दल या रोड कुनै पार्टीको नेताहरूको घर छ अगाडि पछाडि, त्यहाँ रोड यसो गलत बनाइदिउँ नबनाऊँ भन्ने यसो विचारहरू नआओस्, तपाईकोमा राम्रो बुद्धिहरू पलाओस् भन्ने कामना गर्न चाहन्छु। र भगवानसँग पनि, जानकी मातासँग, पशुपतिनाथसँग कामना गर्न चाहन्छु कि पुरानो दल, पुरानो नेताहरू जस्तो यसपालिको नयाँ नेतृत्व नभइदियोस्, किनभने जनता आर्जित भएर नयाँ नेतृत्वलाई चुनेको छ। जे हुँदा पनि यसपालि देश बन्छ भन्ने आशा बोकेका छन्। त्यो आशा निराशामा परिवर्तन नहोस् भनेर पनि भन्न चाहन्छु। हस्त धन्यवाद।